राजा महेन्द्रको शासनकाल विक्रम सम्वत 2017 चैत 1 देखि विक्रम सम्वत 2028 माघ 17 सम्म करिब 17 वर्ष रह्यो। राजकाजको दृष्टिकोणले हेर्दा यो अवधि छोटो जस्तो देखिए पनि यस समयमा नेपालमा धेरै महत्त्वपूर्ण विकास योजनाहरू तथा आधारभूत पूर्वाधारहरूको सुरुवात गरिएको थियो। प्रत्येक राजाको शासनकालमा राजाको नाम अंकित सिक्का तथा कागजी नोटहरू प्रचलनमा आउने परम्परा रहँदै आएको छ। यसै परम्परा अनुसार राजा महेन्द्रको शासनकालमा पनि विभिन्न प्रकारका सिक्का तथा कागजी नोटहरू निष्कासन गरिएका थिए। राजा महेन्द्रको शासनकालको अन्त्यतिर निष्कासित रु 500 को कागजी नोट आज संग्रहकर्ताहरूको दृष्टिमा सबैभन्दा दुर्लभ र महँगो नोट मध्ये पर्दछ। राजा महेन्द्रको शासनकालमा 1 तोलाको असर्फीदेखि 1 पैसादेखि रु 10 सम्मका जम्मा 8 मूल्यका सिक्काहरू छापिएका थिए। तीमध्ये सन् 2013 देखि 2028 सालसम्म छापिएका 5 पैसाका 18 प्रकारका सिक्काहरू मेरो व्यक्तिगत संग्रहमा सुरक्षित छन्। तर 2012 सालको 5 पैसाको सिक्का भने अहिलेसम्म प्राप्त हुन सकेको छैन। हरेक वर्षका सबै प्रकारका सिक्काहरू सङ्कलन गर्नु अत्यन्तै कठिन कार्य हो। तर पनि राजा त्रिभुवनदेखि राजा वीरेन्द्रसम्मको शासनकालमा छापिएका हरेक वर्ष र हरेक किसिमका सिक्काहरू सङ्कलन गर्ने प्रयास निरन्तर जारी छ।